सबैजनामा शुभ बिहानी। आजको मेरो शुभ दिन चाहिँ यसरी सुरुवात हुन लागेको छ है। हेर्नुस् त रास्पबेरी ऐसेलु, वाउ, सबै अर्ग्यानिक, न यसमा भिटामिन छ न औषधि राखिएको छ। यो त भाग्यमानीले मात्र खान पाउने हो नि। यस्तो त गाउँमा हुर्केको बढेको अनि गाउँमा बस्ने मान्छेले मात्रै खान पाउने हो। बजारमा त पाइन्छ तर त्यस्तो पाइँदैन। यहाँ त नेचुरल्ली हेर्नुस् त, वाउ, प्राकृतिकमय छ है यो त। ल हेर्नुस् कति फलेको छ। बजारमा सबै धुलो मैलो फल्छन् कतै कतै, त्यही पनि धुलो मैलो त्यस्तो खानलाई लायक हुँदैन। गाउँमा त ओहो हो 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 हो, म त चकित परेँ हो। न यसमा भिटामिन राखेको छ न किलोमा जोखेर लान किन्न पर्छ। यहाँ त बारीभरि फलेको छ। ल खाने मान्छे कोही पनि छैन। यसरी टिपिन्छ, अब लैन्छ। फलफुल खानुस्, प्राकृतिकमय खानुस्, भिटामिन रहित खानुस्, औषधि रहित खानुस्। तर यो सधैँ पाइँदैन है। यो चाहिँ समय सापेक्ष मात्रै हो। जहिले पनि पाइने चाहिँ होइन। तै पनि पाएको बेला त खान पर्यो नि त होइन। पाएको बेलामा कसले चाहिँ अवसर गुमाउनु। त्यही हेर, म त मजाले टिपेर लान्छु। एक टपरी टिपेर लान्छु आज।